Hi guys, welcome back to my channel. So this is gonna be my तिहार vlog. So हामी चाहिँ हिजो बेलुका राति भर्खरै ट्रेकबाट फर्केर आएको लाइक 12 बजे आजै भनौँ न आजको 12 बजे घर आइपुगेका थियौँ हामीहरू सबजना लाइक बिजी छन् क्या म रुमहरू सफा गर्दैछु अस्मीको रुम सफा गर्दैछ बाबा चाहिँ यता माथिको बरन्डा अनि तल प्यासेजहरू सफा गर्दै हुनुहुन्छ मम्मी सेल पकाउँदै हुनुहुन्छ लक्ष्मी पूजाको लागि यस्तो थाकिरहेछ नि त्यही पनि हामी यस्तो सफा गर्न लाग्यो हामी एन्ड लाइट पर्यो आई गेस सो चलो म भित्र देखाउँछु है त सेल पकाइन् ये दिस इज आवर सेल हाम्रो घरमा चाहिँ जति सफा गरे पनि फोहोर हुन्छ है फेरि फोहोर चाहिँ हुन्छ फोहोर कस्तो खालको फोहोर हुन्छ यो नेचुरल प्राकृतिक किसिमको फोहोर हो धुलो मैला भन्ने कुरो खासै यसलाई फोहोर मानिँदैन यो त सामान्य कुरा हो नेचुरल फोहोर चाहिँ अहिले म माथि देखाउँछु अस्मी दिदी भ्याक्युम लाउँदै होइसिन्छ म नेचुरल फोहोर देखाउँछु पनि अब नेचुरल पातहरू हो कि अब माथि रुखको पात झऱ्यो जस्तामा पर्यो जस्ताबाट भित्र छिरेर तल झऱ्यो त्यो नेचुरल त्यसले केही नोक्सानी गर्दैन अहिले छु है अस्मी दिदीको अब दिस द नेचुरल फोहोर बाबाले भन्छ नेचुरल फोहोर चाहिँ यही हो यति धेरै पात झरेको छ अस्मी दिदी डिटेलली खाँदै होइसिन्छ पुरै Now it's time to organize your makeup वाला section. धेरै भन्दा पनि धेरै भयो अहिले चाहिँ यति धेरै छ जस्तो लाग्छ लाउनुको लागि उता हो त्यत्रो घाममा हिँड्दा भन्छ न चिसोमा हावा ठन्डी ठन्डी हावामा पनि केही भएन घर सफा गर्न चाहिँ यस्तो सब यहाँ लक्ष्मी पूजा गर्न बिजी छन् एन्ड बाबा इज बिजी मेकिङ हलो चाहिँ लिएर यो तर हलो कसरी फिट गर्ने त्यहाँ बारीमा जाँदैछु किनभने बिचलाई फुल टिप्न आइसक्यो अनि मम्मी यहाँ फुल लिनु आइसक्छ यति धेरै फुल थियो यहाँनिर टिपेर सकिसकेछ हिजो आज त्यस्तो धेरै फुल त छैन यहाँ त पुरै कुरो होला फेरि environment friendly rangoli Lakshmi Puja. Our Lakshmi. Lakshmi. Our Lakshmi. हाम्रो लक्ष्मी चाहिँ बाबा हो है मम्मी होइन किन पैसा सबै मैले दिनुपर्छ लक्ष्मी यस तिहार रमाइलो हुँदैछ तर थप्पो त्यो ट्रेक सकिएपछिको त्यो हुने टायर्डनेसै सक्यो होइन लाइक प्रपर रेस्टै राखेन कहीँ गइरहेको थिएन तर अब आज चाहिँ सपिङ गरेर गइन्छ होला हामीले सो अब चाहिँ हामीहरू आज सपिङको लागि जान लाग्छौँ यो रोडतिर
गाइज यहाँ चाहिँ तास खेल्दै हुन्छ सबजना रन्जन यहाँ ढलिसक्नुभयो भिनाजु भिनाजु 600 बाट अब भिनाजुको उठ्छ भिनाजु चाहिँ एकदम जितिरहेको छ 5,000-1500 गेम खेल्यो जति नै लुतो आए नि दाइको खुट्टा देखेपछि चाहिँ चित्त बुझ्छ आफ्नो यो पनि हाल्यो भगवा गाइज हामीलाई लु त लाग्यो मलाई नै मलाई लु त लिएर आउने मान्छे चाहिँ यही हो कसरी मलाई याद छैन कोठा त हरहर बास्न आएछ 4 जनाको पादली यसो मुख हेर्दा त ड्याडीले हो जस्तो छ पुग्यो हामी देउसिरे ए देउसिरे खेल्न देउसिरे ए देउसिरे भन देउसिरे ए भन भन साथी हो देउसिरे ए देउसिरे भन देउसिरे पिठो यस्तो मजाले मिलेछ कि सेल पकाउनु त अस्तिदेखि भिजाउनु पर्ने छ कि यो मम्मीले पिठो नफिटेर के ल पिठो नहुन्छ अहिले मैले बनाउन नआएपछि चाहिँ होइन त्यही भएर पिठो नफिटेर यत्रो पकाइ अनि एउटा भर्खर भिडिरहेको यो सब बाबाले पकाइसकेको सबै है मम्मीले त यो छेउमा हातले यसो छोइदिसा मात्रै हो Oh my God! Mummy, हेर्नु त। बाबाको भन्दा त लास्ट बेटर बेस्ट भयो बेस्ट फर्स्ट अटेम्प्टै Oh my God, म मेरो जिममा छ कि क्या सेल बनाउन हजुरको त्यो आयो जस्तो छ बाबा हजुरले बनाइसके कस्तो भइरहेको थियो त उयो बाबाले बनाइसके यस्तो डान्स गरे जस्तो भएको थियो मेरो त प्रपरै भयो कि यो कसले भन्न सक्छ फर्स्ट अटेम्प्ट हो भनेर च्याम्पियन भइहाल्छ त अब भ्लग आज चाहिँ भाइटिका हो एन्ड आज सबजना यहाँ काम गर्दै हुनुहुन्छ लाइक सब खाना बनाउँदै हुनुहुन्छ स्याङ्गी प्याङ्गी यहाँ हाय अचार बनाउँदै हुनुहुन्छ सो म चाहिँ अब यहाँ फुल गाँस्न लगाएको माला गाँस्न लगाएको यसैमा बिचमा एउटा हामी रेडी हुन लागेको इट्स अलरेडी 11 भइसक्यो यसो गर्ने जम्प गर्ने ह्याप्पी डान्स ब्लस लगाइरहेको क्या मक्ख पनि हेर भने हाई भ्लग भन के भने यता हेर छान्ला हेर न राम्रो देखिएको भाइ त है चाहिँ मसला रेडी हुँदैछ हाम्रो चाहिँ होइन यहाँ भर्खरै बाबाहरूको ग्याङको भाइटिका सुरु भइरह अनि उतातिर चाहिँ सबै बाटोतिर अनि यता अरूहरूको घरको छतमा हेऱ्यो भने सबैले लाइक टिका लगाएर भ्याइसक्यो अनि हाम्रो चाहिँ भर्खर बाबाहरूको ग्याङको सुरु भयो अनि त्यसपछि बल्ल हाम्रो टर्न आउँछ सो आएर न कतिखेर सकिन्छ यो त हाम्रो एभ्री इयर लाइक यति लेट हुन्छ यसपालि चाहिँ लाइक साइदमा सुरु भएको छ नत्र अरू बेला त साइदको टिका पनि हुँदैन थियो ढिला हुन्थ्यो जहिले पनि क्लिप
राख्नु पर्यो अरे Oh my God. तिमीले खाइसक्यौ यसले गर्दा हजुरहरु कोही सुन्दैन यार कुकुर फुल लाइन फोटोमा यस्तो नराम्रो देख्यो कपाल बाँधेर छ डिसाइडेड टु एन्ड स्टिल हाम्रो टिका सक्यो होइन दाइहरूलाई लगाइदिने रहनु दाइ के गर्ने रे टिका कसरी मेट्ने रे यसरी अटाउने यसले यसले ट्याग यता त गयो त यता हुन्छ नरोइकन यो तिहार कम्प्लिट हुँदैन एउटा लाइन भन्छ फेरि है त रेडी नेटले चलेन हामी चाहिँ एउटा भिडियो बनाउन रेडी 1 2 3 गो निधारमा लप्काएर सप्तरङ्गी टिको हिँडिरहु सधैँ तिमी शिखरको बाटो त्यसपछि I don't know, we don't know. Happy Baitika! Happy Baitika! दाइको चटनी नि बाइक रहन्छ त्यो छ त एउटा रिल बनाउन लागेको यति गाह्रो सबैलाई यसरी बोलाएर राख्नलाई ओ माई गॉड उठेर गइदिउँ अनि फेरि कसरी बोलाउँछ सन्ता दिदी रेडी हो उठेर जान्नलाई ल यता एउटा आइछ यता अर्कै आइछ यहाँ मस्त तास खेलिरहेछन् मन्ता दिदी र जस्सीको चाहिँ घमासान युद्ध परिरहेछ एकामा उही गेम हो म तिर्कीमा छु बराबर भयो पैसा के हुन्छ बराबर भएपछि मन्ता दिदीको होइन स्याड बराबर भएपछि के हुन्छ गाडीलाई सोध्छ म तिर्कीमा छु जो मन्ता दिदी एकामा हुनुहुँदो रहेछ आधा आधा भन्छ यिनीहरू दुइटाले पैसा दिन्छ नि त्यो तिमीहरूले आधा भन्छ registration वाले $5,000  16, 17, 18, 19, 20, 21, 22, 23,